नमन प्रियमन, आजको मेरो प्रस्तुतिको विषय छ सन् 2026 को अन्तर्राष्ट्रिय सहकारी दिवस। अन्तर्राष्ट्रिय सहकारी दिवस यो वर्ष जुलाई 4, 2026 अथवा असार 20 गते 2083 का दिन कोअपरेटिभ्स फर ए पिसफुल वर्ल्ड अथवा एउटा शान्तिमय विश्वका लागि सहकारी भन्ने मूल नाराका साथ विश्वभर मनाइएको छ। हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबारका दिन यो दिवस मनाउने गरिन्छ। हाम्रोतिर पनि कता कतै मनाइएको खबर सुन्न पढ्न पाइयो। अन्तर्राष्ट्रिय सहकारी महासङ्घ आइसिए गठनको शताब्दी वर्ष पुगेको उपलक्ष्यमा आइसिएको प्रस्तावमा सन् 1995 मा संयुक्त राष्ट्रसङ्घले समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा सहकारीको योगदानको कदर गर्दै हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने निर्णय गरेपछि यो दिवस मनाउन सुरु गरिएको हो। सहकारी संस्थाले कसरी लोकतान्त्रिक मूल्य मान्यता, सामाजिक न्याय र दिगो विकास मार्फत विश्व शान्ति र स्थायित्वमा मद्दत गर्छन् भन्ने कुरामा यो दिवस केन्द्रित छ। शान्तिमय विश्व निर्माण गर्नका लागि सहकारी अभियान सुदृढ बनाउन सदस्यको व्यवसायीकरणका माध्यमबाट आर्थिक रूपान्तरण, समाजमा संस्थागत योगदानका माध्यमबाट सामाजिक रूपान्तरण र प्रत्येकका लागि सबैका लागि प्रत्येकको माध्यमबाट सांस्कृतिक रूपान्तरण गर्न जोडतोडका साथ आजै र अहिलेदेखि नै लाग्न जरुरी छ। हस्, धन्यवाद। यो सान्दर्भिक विषयवस्तुको छोटो प्रस्तुतिपछि बिदा मागे ल। सुनिदिनु भएकोमा आभारी छु।